नमस्कार सबैलाई, म ज्योतिष पण्डित गंगाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईले सपनामा गणपति देख्नुभयो अथवा गणेश भगवानलाई देख्नुभयो भने त्यसको अर्थ के हुन्छ त? सामान्यतया हरेक व्यक्तिले सपना देख्छन् नै। केही सपना देखे पनि मानिस डराउँछन् तथा केही सपनाले मानिस खुसी व्यक्त गर्दछन्। आज म हजुरलाई बताउँछु कि सपनामा भगवान गणेशलाई देख्नुको अर्थ के हुन्छ त? तपाईले सपनामा भगवान गणेशको पूजा गरेको देख्नुभयो भने यो अर्थ यो शुभ सपना हो। यसको अर्थ तपाईले चाँडै नै कुनै शुभ समाचार प्राप्त गर्दै हुनुहुन्छ, अथवा तपाईलाई कुनै समस्याबाट राहत मिल्नेछ, अथवा तपाईलाई कुनै आर्थिक धन प्राप्ति अथवा तपाईलाई असीम आशीर्वाद प्राप्त हुनेछ। तपाईले यदि बिहानीको सपनामा भगवान गणेशजीलाई देख्नुभयो भने यसको अर्थ पनि शुभ संकेत हो। यसको अर्थ तपाईको कुनै एउटा इच्छा पूरा हुन सक्छ, अथवा तपाईलाई अचानक आर्थिक लाभ पनि प्राप्त हुन सक्छ, अथवा तपाईको घरमा लक्ष्मीको वास हुनेछ, अथवा धन सम्पत्तिमा लाभ हुनेछ। यदि तपाईले सपनामा गणेशजीको मूर्ति देख्नुभयो भने गणेशजीको मूर्ति देख्नु यो शुभ संकेत हो। यसको अर्थ तपाईको परिवारमा कुनै धार्मिक वा शुभ घटना हुन सक्छ। तपाईको रोकिएको काम छिटै नै पूरा हुने अथवा छिटै सम्पन्न हुन सक्छ। यदि तपाईले गणेशजीलाई मुसामाथि सवारी भएको देख्नुभयो भने यदि तपाईले भगवान गणेशलाई मुसामा सवार गरेको देख्नुभयो भने यो अर्थ शुभ संकेत हो। यसको मतलब तपाईले कतैबाट पैसा पाउन सक्नुहुनेछ, अथवा तपाईलाई आफ्नो काममा सफलता मिल्नेछ। तपाईका कुनै इच्छाहरू अवश्य पूरा हुने अथवा तपाईको जागिरमा पदोन्नति हुनेछ। हस्त धन्यवाद। आज योको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।